साथीहरु कुवाको पानी मन पर्छ कि मन पर्दैन पहिला यो भिडियो हेरौँ अनि यसको फनी कमेन्ट्सतिर लागौँ है त। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। कति जनाले मुख लाएर खाइसक्यो होला त्यो कुवामा। मैले त खोल्छ कि भनेको झन् बन्द पो गरे। कमेन्ट रिप्लाई हेर्नु न, गिफ्ट हाना खोलिदिन्छ। बल्ल बुझ्दैछु म यो गीत। के हो? चाखौ न हामी पनि कुवाको पानी। हे रहा नहीं जाता, तड़प ही ऐसी है ना। कुवामा कसैले 1 क्विन्टल चिनी हाल्यो होला बहिनी, तब मिठो भा होला पानी। अब नानीहरु पहिला हामी यो सिंहमै गणेश भगवानलाई पिठीमा बोकेर हिँड्दै गर्नुभएको एउटा आन्टीको भिडियो हेरौँ अनि यसको फनी कमेन्ट पढौँ ल। ल सुरु गरौँ। गरम टाटुसले नै ज्यान धागेसी लुगा केलाई चाहियो? ट्याटु त होइन होला, यो त चक्लेट पाउने लगाउनु भएको होला। दिदीको बुढा मन्दिर जानु पर्दैन होला है? तुम्हें कैसे पता चला? अनि हजुर सुत्दाखेरि कसरी सुत्नुहुन्छ? गणेशजीलाई च्यापेर? आजकलको बच्चाहरु अन्त कहाँ छ बहिनी ट्याटु? भन्दिन है। अरे भाई एक आदमी प्लीज कर रहा है, रिक्वेस्ट कर रहा है आपको, तो रिक्वेस्ट समझ में आता है कि नहीं? बाबु नानीहरु पहिला हामी वर्षाले सासु आमालाई दनप दिँदै गरेको भिडियो हेरौँ अनि यसको फनी कमेन्ट पढौँ ल। अनि मेरो छोरा चाहिँ राजा हो, मेरो छोरा एकदमै राम्रो, मेरो छोराले केही काम गर्नु हुँदैन भन्ने, अनि खेर 2 रथका पाङ्राहरू त भन्न सुहाउँदैन नि त। सो त्यो मात्र हो जस्तो लाग्छ मलाई। त्यस्तो कम्प्रोमाइज चाहिँ सबैजनाले इक्वली नै गर्नुपर्छ। ल सुरु गरौँ। गरम तिमीहरूको घरको कुरा झै झकरा समाजमा किन ल्याउँछौ? होइन तिमीहरू कहिले सुध्रने? फुर्सद हुनु पर्यो नि सुध्रिनलाई। दौडा दौड छ। वर्षाको पीडा जसले भोग्छ उसैलाई थाहा हुन्छ। मुझे अपने घर जाना है, मुझे घर जाना है। धेरै एटिट्युड छ तिम्रो। तो क्या नाचो मैं? एग्री, म त भन्छु त्यस्ता आमाले छोराको बिहे नगरिदिए हुन्छ। हुन्छ बाजे हुन्छ। छोड्दो यार सन्जोग ब्रो, अर्को भेटिन्छ यार। यिनी धेरै बोल्न लागिन्। के भयो त तिमी चुप लाग बस है भाइ, तिमीसँग म के बोलिछु र? अब नानीहरु पहिला हामी बिस्नेले सबैले आफ्नो दोस्रो पुरी देखाउँदै गरेको भिडियो हेरौँ अनि यसको फनी कमेन्ट पढौँ ल। ल सुरु गरौँ। गरम एलिना जस्तो चाहिँ नगर्नु अब पपिलाई। म बाउले भने नमान्ने मान्छे, तपाईँले भनेको चाहिँ मान्ने। कार्तिकमा बिहे कसले गर्छ? गुड क्वेश्चन, यु आर अ गुड क्वेश्चन। बिहे गर्न जाने पनि त्यस्तै, गर्ने पनि त्यस्तै। त्यस्तो भने कस्तो? के यस्तो? कम से कम मंगसे त आउनु दिनु पर्छ। ए हे रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सोके। साथीहरु यो म गर्ने बहिनीको हामी यो भिडियो हेरौँ अनि यसको फनी कमेन्ट्सतिर लागौँ है त। भेनाले लामै फल्छ सालीको मैले दिएको काक्राको घर लिएर रोप भन्थ्यो, घर लिएर रोपेको त भेनाले दिएको बिउको काक्रा हेर्नुस् त। त्यत्रै भेनाले दिएको भइदिए लामो सरक्क परेको फल्थ्यो होला। यो मगर भेनाले दिएको काक्राको थियो, यो मगर्नीले फापेन मगर्नीलाई। यो छेत्री भेनाले दिएको काक्रा त सरक्क परेको फलेको छ नि त। यस्तै फले पनि हुन्थ्यो नि त। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। धेरै लामो नखोज, पाटै घर बिग्रेला। भेनाले दिएको बिउको काखरा भेना के जत्रो फलेछ। प्यारी समझ गई।
ठिकै हुन्छ ठुलो भयो भने गाह्रो हुन्छ अब त्यहीमा बानी पार है साली मेरो बेइज्जत नगर खाऊ भेना बङ्गलादेशतिरको परे कि क्या हो के हो मगरको बिउ यस्तै हो रे सुनेको के बोले सिँचाइ कमी भयो होला भिनाले सिँचाइ पुर्याउन सकेन बाबु नानीहरू पहिला हामी भानामा बस्ने घरबेटीको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल आदरणीय जनसमुदाय मतदाता नामावलीमा नाम समावेश गर्न आफ्नो नागरिकताको प्रमाणपत्र लिएर निर्वाचन आयोगले तोकेको मितिभित्र मतदाता नामावली दर्ता गर्न म विशेष अनुरोध गर्न चाहन्छु ल सुरु गरौँ तँलाई भोट हाल्नु भन्दा त म मेरो हात नै काटिदिन्छु हामीलाई भोट चाहिएको छ जनताले भोट दिएन भने बेइमानी गर्ने साम दाम दण्ड भेद जे गरेर हुन्छ बाकसमा भोट खसाल्न पर्यो बाकसै बदलेर भयो नि हुन्छ के बोले भाइ के बोले के जथाभावी बोले मत पाउने आश छ अझै पनि मेरो दाबी मै प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन अनि किन यति मर्यादा गरे निर्वाचन आयोगको प्रवक्तामा जागिर खाएछन् कि के हो यिनले व्यवस्था परिवर्तन नगरी चुनाव गर्ने हो भने अपराधीहरू मात्रै चुनिनेछन् जस्तो राजनीतिमा अलिअलि हुने गर्छ हिजो पनि भएकै हो मालुम है तेरो बापको मासिका चल बाबु नानीहरू पहिला हामी धमलाको गमलाले नयाँ पार्टी खोलेर ह्यान्डसम केटाहरूले बोलाउँदै गरेको यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल राम्रो ठाउँ दिनलाई आउनु सब जस्तो युवा चाहिन्छ हामीलाई यति ह्यान्डसम यति डाइनामिक यति इन्टेलिजेन्ट सबै कुरामा पर्फेक्ट मान्छे अब दायाँ पायाँ नगइकन अरूको कुरा नसुनिकन डाइरेक्ट आउनुहोस् तपाईँलाई एकदमै भव्यताका साथ म स्वागत गर्छु ल सुरु गरौँ पार्टी पनि गाउँमा आमा समूह खोले जस्तै भयो नेपालमा भोट चाहिँ कसले दिन्छ भनेको ऋषि धमला ह्यान्डसमलाई मात्र राम्रो ठाउँ दिउला भनेको के हो ओछ्यान कि सोफा शर्मिला वाइबालाई पनि बोलाउनुहोस् पार्टीमा यसलाई खाली ह्यान्डसम केटाहरू मात्रै चाहिने किन होला टपटप मालुम न